September 8 and 9, the most unreal and dangerful day at the history of Nepal. Gen Z जेनेरेसनको आन्दोलन, विद्रोह, सङ्घर्ष जे भन्नुहोस्, त्यो दिन देश एउटा भुमरीमा जाँदै थियो। एउटा यस्तो भुमरी जसले 35 वर्षको तानाशाह प्रवृत्तिलाई 35 घण्टामा खत्म गर्दै थियो। वी लभ यू को ट्रेन्ड बदलिएर देश छोडको नारामा परिवर्तित हुँदै थियो। जल्दै थिए ऐतिहासिक धरहरा, आस्थाका केन्द्र र हुँदै थियो काठमाडौँको आकाश धमिलो। आउनुहोस् जानो जेनजीको आन्दोलनको पृष्ठभूमि र यसको सुरुवात। सबैलाई थाहा छ जेनजीका आन्दोलनका मागहरू के थिएन भनेर, तर जस्ट लिसन। केहीलाई मात्रै थाहा छ यसको सुरुवात कहाँबाट भएको हो भनेर। केहीले अनुमान गर्न सक्नुहुन्छ होला त्यो नेपो किड्स, त्यो नेपो ट्रेन्डबाट यो आन्दोलन भड्कियो र यस आन्दोलनको सुरुवात भयो। सरी टु से, तपाईँ पनि रङ हुनुहुन्छ। यो आन्दोलनको सुरुवात 1197औं दिन अगाडि 2022 मे महिनाको 27 तारिकमा भएको थियो। एन्ड इट इज स्टार्टेड विथ द म्यान बालेन्द्र शाह इन काठमाडौँ सिटी। बालेन्द्र शाहको जितलाई नै यसको सुरुवात मान्न सकिन्छ। यसको पृष्ठभूमि बालेन्द्र शाहले काठमाडौँ महानगरपालिकामा ल्याएका 61,000 प्लस मत र चुनिएको दिन 2022 27 मेको 27 तारिकलाई हामी यसको सुरुवात मान्न सक्छौँ। बालेन्द्र शाह जेनजेडका आइडल बने, किनभने पोलिटिक्स इज अ डट्टी गेम भन्ने जेनजीले बालेन पछि नै राजनीति के हो भनेर बुझ्न थाल्यो अनि ती सबै चिजका बालेन आइडल बन्न थाले। काठमाडौँमा बालेन्द्र शाहको उदय, धरानमा हर्कको उदय र गोपी हमालको धनगढीमा उदयसँगै जेनजी ग्रुपलाई देश परिवर्तन गर्न सकिन्छ है भन्ने सपना जेनजी जस्ता युवा पुस्ताले देख्न थाले। देश परिवर्तन गर्ने हुटहुटी र त्यो जोस जेनजी पुस्तामा देखियो। जेनजी पुस्तालाई जुलाई 2022 एउटा यस्तो दिन थियो जसले झन् उस्कायो। जुलाई 2022 एउटा यस्तो तारिक जुन तारिकमा राष्ट्रिय स्वतन्त्र पार्टी नामक एउटा नयाँ दलको सुरुवात भयो। एउटा ब्रान्ड रवि लामिछाने पनि पोलिटिक्समा इन्टर गए। 2079 मङ्सिरको त्यो निर्वाचन 21 जना नयाँ अनुहार संसद भवनमा र धरानमा हर्क साम्पाङ, धनगढीमा गोपी हमाल अनि काठमाडौँ महानगरपालिकामा द लेजेन्डरी बालेन्द्र शाह। At this point, generation Gen Z got connected with politics. अब नयाँ जोसको खाँचो छ र नयाँ देश बनाउन सकिन्छ, यो देश परिवर्तन गर्न सकिन्छ भन्ने हुटहुटी जेन जी ग्रुपमा आयो। 2084 मा जुन निर्वाचन हुनेवाला थियो त्यसमा नयाँ अनुहार त थपिन्थे, तर गभर्मेन्टले त्यतिखेर सामाजिक सञ्जाल ऐन लगाउने कोसिस गर्यो जसले बालेन्द्र शाह, रवि लामिछाने, हर्क साम्पाङ, गोपी हमाल जस्ता नयाँ युवाको एउटा ढुकढुकिरहेको सामाजिक सञ्जाललाई बन्द गर्न चाहन्थ्यो। किनभने बालेन्द्र शाह यी सबै जति पनि मैले नाम लिए यी सबै व्यक्तिले सामाजिक सञ्जाललाई नै आफ्नो मार्केटिङको प्लेटफर्म मानिरहेका थिए र सोसियल मिडियाले यी व्यक्तिहरूलाई एउटा नयाँ उचाइ दिइरहेको थियो र उहाँहरूको तारिफ सोसियल मिडियामा भइरहेको थियो। सरकार संसदबाट एउटा बिल पेश गरेर यो सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कोसिस गर्दै थियो, जसको नाम दिएको थियो सामाजिक सञ्जाल ऐन, जसलाई राष्ट्रिय स्वतन्त्र पार्टी र त्यहाँ रहेका विभिन्न पार्टीले नकारेपछि यो राष्ट्रिय सभामा गएको थियो र राष्ट्रिय सभामा पनि यो पेश गरिएको थिएन। किनभने जतिखेर यसलाई पेश गर्ने कोसिस गरिएको थियो सरकारले पुनः फेसबुक, युट्युब जस्ता सोसियल मिडिया प्लेटफर्मलाई अध्यादेश मार्फत बन्द गरिदियो र यही नै थियो केपी ओली सरकारको महत्त्वपूर्ण घातक निर्णय जो आफ्नै अन्त्यको शिकार बन्यो। जुन निर्णय सरकारलाई यति घातक भयो जसको कारणले स्वयं प्रधानमन्त्रीले भागेर आफ्नो ज्यान बचाउनु पर्यो, सेना सडकमा उत्रिनु पर्यो र जुन गतिविधि भयो त्यो शब्दमा बयान गरिसक्ने छैन। तपाईँहरूले पनि देख्नुभएको छ, हामीले पनि देखेका छौँ। त्यसको बारेमा म के पनि बोल्न चाहन्न। त्यो सरकारको एउटा गल्ती, सामाजिक सञ्जाल बन्द गर्ने गल्तीले 2022
मे महिनाको 27 तारिकदेखि बढिरहेको त्यो सानो झिलको आगोलाई एउटा बवन्डर बनाइदियो।